आज त मैले त बनाउन साथी किन सक्नुहुन्न रे नै म बिते जानुहुन्न आज किन जानुहुन्न मैले पकाउन हुन्न भित्र भूत छ र के अब मम्मी पनि हस्पिटल जानु हजुर मलाई सन्चो नभएर घर दीक्षा पनि हुनुहुन्न शान्ति दिदी हुनुहुन्न बाबा पनि हुनुहुन्न दाइ पनि हुनुहुन्न अब बनाउने कसले होला रान्न हम भी रहेंगे साँच्चै खाना दूंगा आज बनाएर भाउजूले खान दिनुहुन्छ मैं सेफ बनछु सेफ हाम्रो बाबुले आज मलाई गाइस जो हामी चौचु बनाउँदियौ कस्तो पकाएर के पकाएर खान दिनुहुन्छ ल हेरौँ है ए यहाँ पनि हो पहिला ग्यास अन गर्न आउँछ कि नै साथी ग्यास अन गर्न आउँछ कि नै बन्द गर्न एकछिन बन्द गर्नु पहिला एउटा कराई लिनु हाम्रो घरमा कोही पनि हुनुहुन्न कि बाबु र म मात्र छौ एक्लै भएर आज चाहिँ हाम्रो बाबुले मलाई नास्ता पकाएर खान दिन्छु भाउजू मलाई पनि भोक लाग्छ हजुरलाई पनि भोक लागेको होला भन्दै हुनुहुन्छ भर्खर स्कुलबाट आउनुभएको छ हाम्रो घरमा चाहिँ कोही पनि हुनुहुन्न मम्मी हजुरआमालाई लिएर हस्पिटल जानुभयो बाबा चाहिँ काम भएर बाहिर जानुभयो काम भएर अनि दीक्षाहरू स्कुलबाट आउनु भएन नानीहरू बाबु रेडी हो त फर्स्ट टाइम हो उता उता पहिला उता घुमाउनु त्यो ग्यास त्यो लाइटर के त्यो त्यो बटार्नु त त्यो ब्ल्याक कलरको त्यो उता 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 घुमाउनु ल उता उता घुमाउनु बेसी दाब्नु त अलि हल्का जोड दिएर अनि दाब्नु त हुँदैन ऐसे मर्द डराते नहीं है छिटो छिटो दाब्नु त दाब्नु उता 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 दाब्नु उता उता हो अब ल बाल नाइटर बाल्नु फेरि भएन है लाइटर बोलो पहिला पहिला चाउचाउ फुटाल्नु छिटो ग्यास हाल्न सकेर खस्यो ए भगवान कसरी ल्याइन नै अहिले राख्ने होइन एउटा प्लेटमा राख्नु एउटा प्लेटमा त्यहाँबाट झिक्नु त त्यहाँ साथी यो ग्यास अलि सानो बनाउनु त बाबु लो ब्रो ग्यास अलि सानो बनाउनु न परै डट्छ अहिले ल त्यति एउटा पकाऊँ है ल हेरौँ है त कस्तो बनाउनुहुन्छ हाम्रो बाबुले आज चाउचाउ छोड्नु भयो केमा चढ्न बाबु मुडोमा सजिलो हुन्छ कुर्सी भन्दा कुर्सीमा त केही पनि हुन्न होला छिटो 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 उ गर्नु थोरै तेल हाल्नु यहाँ छ यहाँ हो त्यहीमा हात तेल ए पोखिन्छ त्यहाँ सप्ने हो रोक्नु त्यही खोल्नु सुस्ता थोरै है साथी कोही कति राख्नु भयो अलि राख्नु अलि भएन कति भयो चाहिँ ल भयो ल भयो आउनु त्यो राख्नु खस्यो त्यही हुन्न थोरै खसेर जान्छ त्यही राख्नु है त्यो म हेर्दैछु कस्तो गराउनुहुन्छ त्यो चाउचाउको सुपहरू झिकेर बाहिर राख्नु त नुन के एउटा प्लाग एउटा जगमा पानी लिएर बस्नु पानी फिल्टरको पानी त्यो पानी फालिदिनु फिल्टरको पानी झिक्नु हेरौँ है आज हाम्रो बाबुको चाउ कस्तो हुन्छ म हजुरलाई देखा प्याज चाहिँ नराख्ने भन्नुभयो बाबुले प्याज केही पनि नराख्ने रे किनभने हाम्रो बाबुलाई मन पर्दैन हेर्नु है सबैले सिक्नु पर्यो नि है बाबु हाल्ने होइन पानी त तेलमा अब चाउचाउ हाल्ने हो एउटा चलाउने पनि चाहियो त्यहाँ जुन भयो नि हुन्छ तपाईँलाई कुन मन छ हो त्यो माथिको त्यसमाथि त्यहाँ त्यो मुडो राखेर चढ्नु अब त्यस अलि उता मुडा राख्नुपर्छ नि अब लोटेलाई हो त्यो झिक्नु पहिला माथिको झिक्नुपर्छ यता कराई डढेर पुत्ताइसक्यो के छिटो साथी
छिटो छिटो ए ग्यासै निभाएर के गरेको साथी सानो गराउँदा ल फेरि जलाउनु जलेन ल फेरि ल बेसार हाल्नु त ल छिटो केही भएन एकछिन तातो खै कराई चलाउनु न छिटो अलि डढ्छ फेरि डराउनु पर्दैन कि ल छिटो ओ बोला ल यहाँ बेसार छ फेरि बेसार हाल्नु बेसार हाल्नु त्यहाँ त्यहीमा हड्केसमा त हुन्न नि साथी हो त्यहीमा पोखेला है अब यता साथी यता यता बनाइन्छ कि यता आउनु दिच्छा तेल हाल्नु ए डढो चलाउनु छिटो दिन्छ डढो ए छिटो पानी ए मम्मी आजको चाउचाउ कस्तो हुन्छ हेर्नु है सबैजनाले हेलो म चाहिँ खानालाई यहाँ कुरेर बसिरहेको कस्तो हुनुहुन्छ बाबुले बेसार यल्लो त हुन्छ थाहा होइन अहिलेसम्म भयो अब यति नुन हाल्नु थोरै अलि हाल्नु नुन अलि हाल्नु ल हाम्रो चाहिँ यहाँ खाना रेडी हुँदैछ ए नास्ता हाम्रो बाबु पनि खाना पकाउने हुनुभयो नास्ता पकाउने हुनु मलाई खुसी लाग्यो एकछिन चलाउनु न डढो कि है ए कालो भयो पानी हाल्नु अब डढ्दैन अलि हाल्नु न अलि हाल्नु पानी धेरै हालेर त्यसको त सुप हो नि त खाने साथी त तितो भयो कि होइन बेसी डढ्यो क्या त्यो चाहिँ कस्तो पाक्छ है लेट्सी अझै बाहेन एकछिन उम्लिन दिनु अब त्यो चाउचाउको सुप त्यो खोल्नु अब त्यही राख्नु एकछिन उम्लिन दिनु पाक्न दिनु चाउचाउको त्यो नुन खुर्सानी खोलेर त्यसमा राखिदिनु गुड ए खानी पनि अझै राखिदिनु त्यसमाको ए के गरेको बेसीमा त पहिना चला निकाल्नु त चम्चाले निकाल्नु तान्नु न हो त्यो हातले छुन पोल्दैन गुड नुन त राखिसक्नु अब खुर्सानी राख्नु त्यो मिठो हुन्छ यति मायाले यति राम्रो मान्छेले पकाएको चाउचाउ नमिठो भएर हुन्छ र मेस्सीले पकाउनु भयो यहाँ चाउचाउ आज हाम्रो किचनमा म यति आत्तिरहेको छु हजुरले पकाएको चाउचाउ कस्तो भएन भनेर यता हेर्नु न कस्तो लागिरहेको आज फर्स्ट टाइम कुकिङ गर्दा पकाउन दुःख हुने रहेछ कि नै अनि मम्मीहरूलाई अबदेखि यो पकाइदिनु त्यो पकाइदिनु भन्नुहुन्छ कि नै भाउजूलाई मम्मीलाई यता हेर्नु न एकछिन चल अलि पाक्न दिनुपर्छ काँचै हुन्छ न त एकछिन उम्लिन दिनु न एकछिन नचलाउनु बाबु एकछिन उम्लिन दिनु आज चाहिँ खत्रै मिठो होला जस्तो बास्ना चाहिँ राम्रो आइरह बास्ना त आयो दिक्षालेको नाकले पनि सुन्नु बाबु मक्कै हेर्नु न यति काम गर्ने मान्छेले यस्तो काम भयो 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 दीक्षा ल है बोलो भयो भयो बाबु भयो अब यति नुन थपिदिनु चाउचाउ देखेन केही भएन केही भएन पानी चाहिँ एकछिन सुक्छ नि त चाउचाउ उम्लिन पनि लाग्छ टाइम एकछिन दिक्षा यति नुन थपिदिनु थोरै है चाख्नु नुन कस्तो लाग्यो कस्तो भयो ल म चाहिँ चाख्न एकदम आतुर छु अब दाइलाई भन्नु न निर्मल दाइलाई ओ माय गॉड मेस्सी राइडर ओहो के रे सेफ के भन्नु नि चाउचाउ रेडी भयो
ल ल आठ बड़ा खेल रिजल्ट पर जानु न ए नजिकै तेरा मुख ल अब बाबुले यहाँ भाग लाउँदै हुनुहुन्छ है हामीलाई कुकलाई कति अब चाहिँ हाम्रो यहाँ चाउचाउ बाँड्दै हुनुहुन्छ बाबुले भाग लाउँदै हुनुहुन्छ कसलाई कति दिनु रहेछ ल दिच्छा ल है साथी हात पोल्दा अलि राम्रोसँग ख्याल गरेर ल डर के आगे जीते माउन्टेन ड्यू डराउनु हुन्न सुप खाने त हो नि दीक्षा चाउचाउको त नि बाबु ए बाबु पुक्कु पुक्कु तो गाइस चाउचाउ बनो अब फाइनल रिजल्ट के हुन्छ हेरौँ फाइनल रिजल्ट कस्तो भयो ल हामी खाएपछि हामीले हजुरलाई रियाक्सन गर्नु भिडियो कस्तो गराउने यस्तो हेर्नु यस्तो छ नि अब खानु चाउचाउ रेडी भयो बनो रियल यस्तो हो गाइस चाउचाउ बनिन सको स्मेल त राम्रो आए कस्तो आहा मिठो कस्तो आहा त गाइस फाइनल चाउचाउ बनिसक्यो अब फाइनल रिजल्ट हो कस्तो छ ओहो ओ डढेको त छैन बाबुले चाहिँ भाग लाउनु भयो एमा चुक्दै चुक्दा एमा झोलै झोलियो कुकुलाई यो बाबु यहाँ आउनु छिटो ल गाइस अब चाउचाउ बन्नु तपाईँले थाहा अब खाने टाइममा कस्तो हुन्छ होला थाहा छैन कि एक्साइटेड हो फर्स्ट टाइम अब हेरौँ है फर्स्ट रिजल्ट कस्तो हो हेर्नु अनि खाँदा कस्तो होला के कस्तो अब भन्नु बनाएको त मिठो गुड आरामसे उठ्यो राम्रो ल अब वहीँ खाने पानी आउँछ ल गाइस तपाईँलाई रिजल्ट सबै देखाएँ अब खाने टाइम गाइस तपाईँले खाएर देखाएँ त्यही नै मिठो त हो त्यही नै अलिअलि तितो हराउ के हल्का डढ्यो कि पानी हाल्न ढिलो भयो कि है तपाईँ निर्मला एन्ड मनिषा युट्युबमा गएर सर्च गरेर सब्सक्राइब एन्ड सेयर एन्ड लाइक गरिदिनु होला सबैले यो भिडियो हेर्नु होला हजुरहरूलाई पनि मन पर्यो तपाईँलाई कस्ता कस्ता भिडियो चाहिन्छ कमेन्ट गर्नु होला थ्याङ्क यू फर वाचिङ बाई